ज्ञानेन्द्र साई कर्णालीको मात्र तारा होइनन्, उनी देशकै तारा हुन्। उनले दिएका यी सुझावहरू सुन्नुहोस् त। दलभन्दा ठुलो देश हो, मैले यो मान्यता राख्दछु। ज्ञात अज्ञात शहीदहरूप्रति, ती 76 जना युवा साथीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। म विगतका कमजोरीहरू नहदोरियुन् भन्ने आशा गर्दछु। जनताको आवाज सुन्ने, विधिको शासनमा आधारित कानुन सम्मत तथा प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग शासन सञ्चालन होस्, मेरो यही हार्दिक मङ्गलमय शुभकामना यो सरकारलाई छ। र यो सरकार केवल सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दियो बनोस्। र त्यो दियो जोगाइराख्नु हामी सबैको प्रमुख कर्तव्य हो। हामी त्यो दियो जोगाउँछौँ। तर त्यो दियो कहिल्यै डढेलोमा परिणत नहोस्। यदि त्यो दियो डढेलो बन्न खोज्छ, यदि कोसिस गर्छ भने हेक्कार होस्। त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई निभाउने साहस हामीले राख्नुपर्छ र राख्छौँ पनि। त्यसका लागि म सबैलाई शुभकामना दिन चाहन्छु। नेपालमा धेरै सरकारहरू परिवर्तन भए, धेरै व्यवस्था परिवर्तन भए, तर जनताको अवस्था जस्ताको तस्तै रह्यो। अब वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु। विशेष गरी प्रधानमन्त्री बालन शाह र गृहमन्त्री माननीय सुदन गुरुङप्रति अझै विश्वस्त भएको छु। लाउडा विमान काण्डदेखि सहकारी घोटाला काण्डसम्मका ठुल्ठुला दोषीहरूलाई कानुनी कटघरामा उभ्याइनेछ भन्नेमा म पूर्ण आशावादी छु। देशमा आज 884 जना सांसद छु। 1 वर्षमा 1 खर्ब रुपैयाँ हामीले तपाईँको प्रदेश संरचना पाल्नुपर्ने अवस्था छ। यो पराजनीतिक दलका कार्यकर्तालाई सेटलमेन्ट गर्नका लागि ल्याइएको यो प्रदेश संरचना यही संसदबाट यही सरकारले खारेज गर्छ। यदि बहुमत पुगेन भने हामीले पनि सरकारमा थप गर्छौँ। 184 चाहिन्छ, 187 पुर्याउँछौँ। प्रदेश संरचना तत्काल खारेज गरियोस्। यो सरकारले त्यो नीति अगाडि बढाओस्। वार्षिक 1 खर्बभन्दा बढी जनताको कर आज प्रदेश संरचना नाममा खर्च भइरहेको छ। यो पैसा बचाइयोस्। 4 धर्म निरपेक्षता होइन, धर्म सापेक्षता नेपाल गरियोस्। हिन्दू अधिराज्य घोषणा गरियोस्। यही अपिल गर्न चाहन्छु। सम्माननीय सभामुखज्यू, म अब जम्मा 30 सेकेन्डदेखि 50 सेकेन्ड, 60 सेकेन्ड भनौँ अब। सम्मानज्यू, नेपालको इतिहास राष्ट्र संस्था र जनताबाट बनेको। आज जुन देशमा आज हामी उभिरहेका छौँ, यो राष्ट्र संस्था र जनता मिलेर बनाएको देश हो। कुनै दलका नेता र कुनै कार्यकर्ताले बनाएको देश होइन। त्यो भएको हुनाले राष्ट्रिय एकता, स्थायित्व र ऐतिहासिक निर्णयताका लागि संवैधानिक राष्ट्र संस्थाको पुनर्विचारबारे गम्भीर विमर्श गर्दै संवैधानिक राष्ट्र संस्थाको स्थापना गर्ने कार्यमा सरकार अगाडि बढोस्। अहितमा हुने सुझावहरू छन् यिनीहरू। हरेक सुझाव हाम्रो देशको लागि अति नै महत्त्वपूर्ण सुझावहरू छन्। हेर्नुहोस्। अनि अर्को हर्क राज राई, हर्क साम्पाङ पनि माटो मात्रै खेलाउँछन् भन्छन् नि। उनमा पनि माटोप्रतिको मोह छ। त्यसैले उनले उठाएको फेरि यो सुन्नुहोस्। राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता MCC लाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु।